हेलो सबैलाई नमस्ते। म बिन्ताङको यो बुसुङ भन्ने गाउँमा आइपुगेको छु। त्यस्तै 30 मिनेटको ड्राइभ पछाडि यो होटलबाट यहाँ आइपुगेको छु। अहिले दिनको 4 बजेको छ। त्यति गर्मी भएको छैन। यो ठाउँमा आइपुगेपछि मलाई गजब लाग्यो। यसो हेर्दाखेरि कतै यो मिडल इस्टको चाहिँ यो मरुभूमि जस्तै देखिने खालको चाहिँ एउटा अनुभूति भयो मलाई। गजब लाग्यो। अनि यो अलिकति यो बालुवाहरू निकै साह्रो रहेछ होइन। मेरो छोरा एकपल्ट त लडे पनि यहाँनिर। अलिक घाउ अलिकति हल्का खुँडामा घाउ पनि भयो, तर त्यस्तो ठुलो त होइन। हेलो, यहाँनिर फेरि लोकलहरूले के गर्दो रहेछ भन्दाखेरि यो लाटोकोसेरोहरू यसो डुलाउनु ल्याउँदो रहेछ। अनि यो टुरिस्टहरूलाई चाहिँ यसो समात्न दिने रहेछ होइन। अनि रमाइलो गर्दो रहेछ। छोराले पनि रमाइलो गर्यो लाटोकोसेरो बोक्नु पाउँदाखेरि। अनि यो गरे बापत चाहिँ तिनीहरूले 50,000 चाहिँ त्यो रुपियाँ लिँदो रहेछ क्या। यो 50,000 भनेको नेपाली करिब 500 रुपियाँ जति हुन्छ होइन। सिङ्गापुर चाहिँ $5 पर्यो। यहाँ धेरै एक्टिभिटिज भनेको मान्छेहरूले चाहिँ फोटोहरू खिचाउने गर्ने रहेछ। अनि यता फेरि मेरो छोरालाई चाहिँ हल्का अब घोडा पनि रहेछ त्यहाँनिर, चढेर डुल्न जानु पाउने रहेछ होइन। घोडा चढ्छु भनेर भन्यो त्यहाँ छोराले। अनि घोडा माथि चढाएर यसो डुल्न लगायो। यो यति घोडा चढेको चाहिँ तपाईँको लगभग तिनीहरूले 1,50,000 लिँदो रहेछ क्या, इन्डोनेसियन रुपियाँ। त्यति भनेको नेपाली लगभग 1200-1300 जति पर्छ। सिङ्गापुर डलर चाहिँ त्यस्तै $13-14 जति पर्यो। अब उसलाई खुब रमाइलो भइरहेछ। अब यो ठाउँमा हामी त्यस्तै अब 1 घन्टा जति बस्छौँ। अब यहाँबाट यो सनसेट निकै राम्रो देखिन्छ भनेको चाहिँ त्यो हेरेर जानुपर्छ। अब यो ठाउँको अब त्यो विशेषता के हो भन्दाखेरि पहिला 1970 देखि 1980 यहाँ थुप्रै माटो र यो बालुवाहरू उत्खनन हुन्थ्यो अरे होइन। यी माटोहरू चाहिँ के बालुवाहरू सिङ्गापुर लगेर रहेछ। अनि त्यो टाइममा सिङ्गापुरमा थुप्रै रिक्लेम ल्यान्डहरू थियो होइन, पुर्नको लागि बादाम सरकारले सिङ्गापुरलाई बेचेको भन्ने छ। अब हामी त्यो पर देखेको त्यो डाँडो त्यो चढ्ने कोसिस गर्छौँ। त्यहाँ माथि गएर हेर्छौँ यहाँको सिनेरी कस्तो छ भनेर। अब त्यो माथि जानुभन्दा अगाडि चाहिँ अब हाम्रो प्याकेजमा टिकट किन्दाखेरि यो क्यामेराको पनि व्यवस्था थियो होइन। अब फोटोसोटो सेसन भनौँ न। अब क्यामेराम्यानले फोटो खिच्दैछ। 1, 2, 3. One more. Happy. Okay, 1, 2, 3. Enjoy. Yes. 1, 2, 3. Look camera. 1, 2, 3. Okay, wait. ल हामी माथि उक्ल्यौँ। अब यो हाइटबाट त्यो वरपर हेर्दाखेरि केही तालहरू देखिन्छ। त्यो तालहरू निकै अद्भुत छ, निकै निलो देख्दो रहेछ। त्यो निलो हुनुको कारण चाहिँ यहाँ जमिनमा चुनहरू प्रशस्त रहेछ। अनि त्यो चुनको कारणले गर्दा पनि पानीहरू निलो देखिया भनेर भनिन्छ यहाँ। अनि अहिले सनसेटको टाइम निकै शानदार देखिया छ यो सनसेट पनि। आँखालाई निकै शीतल भएको महसुस भएको छ। अनि हल्का मन्द मन्द चलेको सुस्त यो हावाहरूले शीतलता दिएको छ। हस् त म भिडियोको अन्त्य गर्न गइरहेको छु। अब हजुरहरू पनि बिन्ताङ आइपुग्नु भयो भने यो बुसुङ भन्ने गाउँमा आउन चाहिँ नबिर्सनु। यहाँका मान्छेहरू पनि निकै नम्र र हस्पिटेबल पाएँ। अब यहाँको यस्तो सौन्दर्य प्राकृतिक सुन्दरतालाई तपाईँहरूको आँखाले र क्यामेराहरूले कैद गर्नु छ भनेदेखि आउन नबिर्सनु होला, नचुक्नु होला। Open head bang, awas ya.
Open hand bang. Awas ya. Okay, 1, 2, 3. We enjoy, yes. 1, 2,